नमस्कार सबैजनालाई, म प्रशान्त धिताल र म फेरि नयाँ युट्युब च्यानल बनाएर म भर्खर रिसेन्टली आएको छु। यसमा चाहिँ हामीले नयाँ पोडकास्टहरू गर्ने हैन, नयाँ एडिलेडको नयाँ व्यक्तित्वहरूलाई बोलाउने र उहाँहरूको जीवनको बारेमा केही हामीले लिने रमाइलो कुराकानी नै हुन्छ। यहाँ सिरियस टपिक पनि हुन्छ हैन। यसले गर्दाखेरि चाहिँ मेरो अहिले नयाँ पोडकास्टको लागि चाहिँ आज मैले चाहिँ हाम्रो छिमेकी दाइ, मेरो छिमेकी दाइ र एडिलेडको पनि छिमेकी दाइ नै हो हैन। हजुर हजुर, आफ्नो नाम र इन्ट्रोडक्सन दिनु होला। नमस्ते, म चाहिँ आशिष शाह। मेरो घर चाहिँ नेपालमा चाहिँ काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल र हाल चाहिँ एडिलेडमा बसोबास गरिरहेको छु। गत 6 वर्षदेखि एडिलेडमै मेरो बसोबास छ र गत 1 वर्षदेखि चाहिँ हाम्रो होस्ट प्रशान्त धितालसँग चाहिँ नजिकको सम्बन्ध भइरहेछ। त्यसो भए आजको टपिक चाहिँ मैले के राखेको छु दाइ भन्दैन हैन। आज चाहिँ हामीले नयाँ एपिसोड गर्दाखेरि चाहिँ अब स्टार्टिङ फेजमा चाहिँ अस्ट्रेलिया मान्छेले आउँछन् नि त। मान्छेले अस्ट्रेलिया आउँदाखेरिको नेपालदेखि हैन, नेपालमा भिजा सुरु गर्नुभन्दा अगाडि मान्छेको एक्सपेक्टेसन र यहाँसम्म आएपछिको रियालिटी, यो टपिकमा चाहिँ हामीले कुरा गर्नु धेरै फरक छ। तर यो कुरामा लामै गफ होला जस्तो छ। यसमा धेरै हरेक मान्छेको आफ्नै यसमा भ्यू चाहिँ छ हैन। जस्तै अब तपाईँको हामीले सुरुको स्टार्टिङदेखि हेरौँ न, हामीले अस्ट्रेलिया नै किन चुज गरौँ त? युके किन गइएन? इन्डिया किन गइएन? क्यानाडा किन गइएन? क्यानाडा हट प्लेस हो नि हैन। तर त्यस्तो कुराहरूलाई लिएर चाहिँ हामीले आजको पोडकास्टलाई अगाडि बढाउनु जस्तो लाग्छ मलाई। हुन्छ, भइहाल्छ नि। जे होस्, मलाई चाहिँ जहाँसम्म लाग्छ, मैले अस्ट्रेलिया आएको आफ्नै एउटा एक्सपिरियन्समा चाहिँ दाइ हैन, मैले चाहिँ मेरो एउटा साथी थियो हाम्रो रबिन, म समन, तिनजना बसेर हामीले यत्तिकै गफमै अस्ट्रेलिया जाने हो क्या +2 पछि भन्ने कुरा भएको थियो। त्यस्तो गर्दा गर्दै घरमा भनेको अस्ट्रेलिया जान्छ भनेर मलाई मेरो बुवाले भन्नुहुन्थ्यो। गर्दा भिजा लगाइहाल्यो, त्यहाँ भिजा हिँडिहाल्यो। म त कन्सल्टेन्सीले सबै गरिदिँदो रहेछ। डकुमेन्टेसन घरको यताउति गर्दाखेरि अफिसतिर गयो, त्यही नेपालको कार्यालयतिर गयो, बनाइहाल्यो। अनि त्यसपछि गर्दा भिजा लगाएपछि त यहीँ आइहाल्यो होइन। तपाईँको चाहिँ कस्तो थियो सिनारियो त्यहाँनिर? मेरो पनि त्यस्तै भयो, फटाफटै भयो। अब अस्ट्रेलिया गर्ने भन्ने कुरो थियो। फर्स्ट टार्गेट चाहिँ अस्ट्रेलिया प्लस एडिलेड चाहिँ टार्गेट थियो मेरो चाहिँ। एडिलेड किन? अब एडिलेड अलि रिजनल मेन भनेको चाहिँ पिआर पाउनु अलिक सजिलो छ है ठाउँ है, त्यो पनि भयो। प्लस वाइफको नर्सिङको लागि चाहिँ यहाँ 2 वर्ष पढ्यो पुग्ने, हजुर, अरू स्टेटमा चाहिँ 3 वर्ष पढ्नुपर्ने, प्लस पिआरको पनि भयो। अनि कलेज फीको नि युनि फीको नि कुरा आउँछ। त्यो 3टा चिजले चाहिँ युनि फी, तिम्रो कलेजको कोर्सको ड्युरेसन र पिआरको पाथवे भेरी प्रोसेसिङ भेरी फास्ट। त्यो 3टा कारणले गर्दा एडिलेडमै थियो। त्यो चाहिँ पर्थमा पनि थियो। तर पर्थ चाहिँ त्यो मान्छेले भन्छन् नि के अरे 1 वर्षको नि कोर्स गर्नु मिल्छ अरे नि त नर्सिङको त हैन। त्यो चाहिँ मैले त्यति साह्रो सुनेको चाहिँ छैन। 2 वर्षको चाहिँ हो। पहिला चाहिँ 1 वर्षको कन्भर्सन कोर्स थियो अरे त। त्यसको लागि चाहिँ धेरै लामो क्राइटेरिया छ। त्यस्तो चाहिँ हामी नेक्स्ट टाइम चाहिँ अलिकति रिसर्च गरेर कोही आएर आउनु भयो भने पोडकास्टमा, त्यो बेला चाहिँ हामीले यसो त्यसको बारेमा चाहिँ अलिकति विस्तृत रूपमा कुरा गरौँला हैन। अनि तपाईँलाई सुरुमा चाहिँ जसैलाई फर्स्ट टाइम तपाईँ अब नेपालबाट अस्ट्रेलिया आउनुभयो बुढाबुढी हैन, अस्ट्रेलियाको एयरबाट झरिसकेपछि एक्सपिरियन्स कस्तो भयो तपाईँलाई? एयरपोर्टमा झरेपछि चाहिँ अब एउटा वाइफको फ्रेन्डले लिन आउनु भएको थियो एयरपोर्टमा। उहाँले सट्ट गाडीमा हालेर सरर लाँदा गाडी रोड पनि सफा होइन। अनि के भन्छ त्यसलाई, क्रसओभर ब्रिजमा जाने स्पिड 80 को जोनमा सलल्ल जाँदा चाहिँ जस्ट विदेशै आए जस्तो फिल चाहिँ भयो। भनेपछि 1-2 दिन तपाईँले नेपाल बिर्सिनुभयो? पहिलो दिन चाहिँ जस्ट विदेशै आए जस्तो सरसफा। प्लस हामी फेब्रुअरीमा आएको, अलि आकाश पनि उज्यालो, निलो आकाश, गर्मीको मौसम, जस्ट वार्म वेलकम थियो अस्ट्रेलियामा है। त्यस्तो भयो भने चाहिँ एटलिस्ट नयाँ आउने मान्छेहरूलाई जोस जाँगर पनि आउँछ कि। म आउँदाखेरि चाहिँ ठ्याक्क म चाहिँ एडिलेड आएको चाहिँ दिदी भिनाजुली गरेर, किनकि यहाँ दिदी भिनाजु थिएँ, सँगै राखेर अलि टाइम सजिलो हुन्छ भनेर म चाहिँ त्यो भएर आएको। ठ्याक्क आउँदाखेरि त जुन बेला पानी परे म त आएँ। कुन महिना परेछ? कुन मन्थ? अगस्ततिर हो कि जस्तो लाग्छ मलाई। अगस्त, जुन जुलाई अगस्तमा त अगस्ततिर थियो कि जस्तो लाग्छ। म उता ब्रोडभ्यूमा बस्थेँ। त्यो बेला यस्तो पानी पऱ्यो कि यस्तो पानी पऱ्यो, म त अस्ट्रेलियामा यस्तो पानी पर्छ भन्नानेको है। बिस्तार पथा त एडिलेड आउँदा पानी नै पर्दैन चाहिँ कहिले काहीँ त। गर्मी भएको भए पानी पऱ्यो लास्टमा त स्टेटको नामै ड्राई स्टेट रहेछ।
म आउँदा चाहिँ मध्य गर्मी नै थियो होला सायद फेब्रुअरी अब हुन त अहिले ज्यानमा नि गर्मी अहिले हामी चाहिँ जनवरी महिनामा छौँ फेब्रुअरी महिनामा नि गर्मी चाहिँ एकदमै गर्मी हुन्थ्यो त्यो बेला पनि एकदम 40 39 38 40 41 भइरहन्थ्यो टेम्परेचर राम्रै टेम्परेचर गर्मी नै थियो किनकि अब पहिला आएको बेलामा फार्मतिर गइयो काम गर्न फार्ममा त्यो एक्सपिरियन्सले चाहिँ फार्ममा चाहिँ काम कसरी पाउनु तपाईँले यसो यताउता मान्छे फार्ममा त अब यति हो नि फेसबुकबाट मान्छेलाई यसो सोध्यो काम छ कि भनेर सोध्यो भर्खर आउँदा कामै खोज्ने त हो नि आएको तपाईँ अस्ट्रेलिया आउनुभएको कति ड्युरेसनमा काम खोज्न थाल्नुभयो आएको आफै काम खोज्ने भन्दा पनि तिम्रो 3 दिनदेखि 4 दिन जस्तोमा अलि आफूलाई हुन थाल्यो असजिलो हुन थाल्यो अब सबैले काम गरेर खान साथीभाइहरूले काम भेटायो भन्छ सिडनी जाने काम भेटायो भन्छ यसमा पढाइको फी त्यत्रो छ पढाइको नर्सिङको फी अलमोस्ट इयरली $32,000 थियो त्यो भने नेपाली लौ त्यो बेला 32 अहिले त झन् बढेर 22 छ अहिले सेमेस्टरकै त्यो बेलामा त्यो भनेको लगभग 30 लाख थियो भनौँ नेपाली 1 इयरको हजुर अनि त्यो यताउता फेसबुकबाट मान्छेहरूलाई सोद्धा कन्ट्याक्टबाट च्याटबाट ल यहाँ चाहिँ काम छ है भनेपछि अनि त्यहाँ दौडियो पैसा चाहिँ अहिलेको कम्पेरिजन हेरी धेरै थोरै थियो तर त्यो बेलामा त्यो पैसा पनि हामीलाई एकदम इम्पोर्टेन्ट धेरै नै 5 रुपियाँमा काम गऱ्यो भने गर्नुपर्ने अवस्थामा थियो तर क्यास इन ह्यान्डै थियो फार्ममा अङ्गुर टिप्ने काम थियो पहिलो पे हातमा पर्दा कस्तो फिल आयो तपाईँलाई पहिलो पे त फर्स्ट दिनै प्लास्टिकका नोट फर्स्ट दिनै पेमेन्ट भयो फर्स्ट दिनै पेमेन्ट भयो $16 घन्टाको क्यास दिएको थियो त्यो बेला अनि फेरि पर्फर्मेन्स टपमा गरेको थिएँ बकेट धेरै टिपेको कारणले गर्दाखेरि यस 120 त्यसमा आवरको पे छुट्टै अनि बकेटको पे छुट्टै होइन आवरको पे चाहिँ तिम्रो धेरै हुँदाखेरि हुँदो रहेछ र धेरै हुँदा मान्छेले छिटो जति पनि टिप्न सकिहाल्छ त्यही भएर उनीहरूले आवरमा गर्दो रहेछ जब थोरै भयो नि 1 घन्टामा त 1 बकेट टिप्छ भने थोरै हुँदा त गाह्रो हुन्छ नि 1 बकेट टिप्नु नि त्यही भएर बकेट सिस्टम उस्तै पऱ्यो त घामसाम भयो भने नि टट्टेर मरिन्छ हो त्यहाँ त अनि बकेट सिस्टम भएको कारणले गर्दाखेरि जति धेरै टिप्यो त्यति धेरै पैसा किनकि माल थोरै छ त्यहाँ थोरै छ त्यही भएर एकदम फास्ट के पिकिङ हो त अङ्गुर ग्रेप्स पिकिङ त्यहाँ त सर्प आउँछ नि त वाइन मेकिङको त्यहाँ त सर्प आउँछ नि त्यतिकै ठाडो परेर सर्प चाहिँ खासै भेटिँदैन मलाई एकजनाले के भने ग्रेप्स पिकिङ गरेर गर्दा यस्तो गरेर सर्प ठाडो परेर झाडी चाहिँ झाडी नै हुन्छ तर यो अस्ट्रेलियामा यो सर्प माकुराहरू नै आउँछ भन्छ नि सर्प माकुरा त अब यो वर्ल्डमै रेनाउन्ड छ नि हामी सर्प माकुरा अरू बक्सहरू क्रोकोडाइल होइन अब यो कङ्गारू यहाँको एकदम नाम चलेका जनावरहरू कङ्गारू त्यस्तै थियो भनौँ जस फर्स्ट दिनै पेमेन्ट राम्रै भयो त्यो हिसाबको कमाइको सोचले चाहिँ राम्रै कमाइन्छ कि भन्ने सोच्दै थियो तर एक्सपेक्टेसन भर्सेस रियालिटी अलिक फरक हुन गयो त्यो पनि हो तर यहाँको राम्रो कुरो के थियो भने हप्तामा पे आउँथ्यो हप्तामा पैसा आउने फेरि भाडा पनि हप्तामै जान्छ समस्या त्यहाँ अब क्यासमा काम गर्नलाई चाहिँ अब पछि ट्याक्समा काम गरे सरकारले कसरी ट्याक्स हान्दो रहेछ भन्ने चाहिँ पछि थाहा भयो त्यो चाहिँ हामीलाई क्यासको यो मलाई यो ट्याक्सको पैसा काट्ने बित्तिकै यो गाह्रो भएर आउँछ भने है यो सबैजनालाई हुन्छ होला है गाह्रो चाहिँ गाह्रो त मलाई हुन्छ वर्षभरि कमायो आएर हान्यो भन्छन् है 80,000 90,000 कमायो भन्छन् होइन ढ्याङ्ग काट्दाखेरि त सरकारले इयरली हान्छ एराउन्ड मिनिमम $10,000 देखि कमाइ अनुसार 15, 18, 20, 25 राम्रो कमाउनु त 25 हान्छ नि $25,000 हान्यो भने त म चाहिँ सुरुमा आउने बित्तिकै तपाईँको किचनमा भाँडा हान्न थालेको है डिक्सी ड्राइभर तपाईँको सुरुमा आउने बित्तिकै अब काम छ भनेर कुरो भइहाल्यो होइन ओहो ल अब अस्ट्रेलिया जाने बित्तिकै काम छ मदर्स डे हो कि फादर्स डे परेको थियो क्या त्यो बेला अनि त्यो हुँदाखेरि चाहिँ बिहान ब्रेकफास्टदेखि डिनरसम्म नन स्टप बिहान बेलुका तपाईँ ट्याक्सी ड्राइभर जस्तरी दिएको छ म त त्यो दिन त अब पैसा आउँछ भन्ने भयो होइन बिहानदेखि बेलुकासम्म आन्दा त हात त लग काम हातैले दिनु पऱ्यो सबै अब त्यो बेला के त डिसवासरमा कसरी हाल्ने भनेर होइन डिसवासरमा हाल्यो अब त्यो कटकटै या त त्यो डिसवासरमा हाल्यो भने त अलिअलि त्यो बाक्लो त जाँदो रहेछ नि त बुद्धि थिएन झुइँ हान्दै अनि जस्तै सफा भएको त्यसलाई त्यहाँभित्र हाल्यो क्या नजाने तरिकाहरू थाहा नभए त्यसपछि त बिस्तारै गर्दा गर्दै त ब्लाङ हान्न थाल्यो होइन तर त्यो दिन चाहिँ पहिलोपटक
अस्ट्रेलियामा आएर 12-14 घन्टा कति काम हाने राति घर गएर खाटा सुत्दाखेरि मर्या लास लडेर थकेला उता नै अनि काम पनि सडनली आउट अफ सडन तिमीलाई हेभी भयो काम तपाईँलाई थाहा नै हुँदैन नि सुरुमा आउनुहुन्छ कति स्पिडमा काम गर्नुपर्ने हो खैरे होइन अब त्यहाँ पुरै फास्ट पेस इन्भाइरोमेन्ट गइरहेको छ यताबाट अर्डर आइरहेको छ अगाडिबाट त्यो मान्छेहरूका गजाङ गुजुङ होइन मान्छेहरू यहाँ कुकहरू पनि दौड भइरहेको के गर्ने नि सिस्टम थाहा नहुनाले नि धेरै कुरा अब गाह्रो बनाउँछ अस्ट्रेलियामा सिस्टम थाहा नहुनु हो क्या मेन सिस्टम तपाईँको खैरेले के सोध्छ हाम्रो लागि होइन इन्भाइरोमेन्टमा हाम्रो एक्सपेक्टेसन के हो छ नि थाहा नभएपछि त गाह्रो के गर्ने तिमी आफ्नै पेसमा हिँड्यो आफ्नै पैसा आउँछ ठोक्ने हो त्यो हुन्छ नि एउटा योद्धाले गीतमा भन्थ्यो नि म आफ्नै मनसँग लडिरहने योद्धा म आफ्नै मनमा सोचिरहने दौडिरहने हाने ए प्लेट पनि उठाएको छ त्यो टेबलबाट पनि उठाइदिएको छ किचनमा नि लैदिएको तर त्यो पहिलो जोस भएर होला त्यो यङ पनि थिएँ नि त म पहिलो जोस भएर होला अहिले त अब यत्रो वर्ष 6-7 वर्ष बिर्सियो अस्ट्रेलियाको अब त थाहा भइसक्यो नि तरिकाहरू अहिले त कहाँ चाहिँ दौडिनुपर्छ कहाँ चाहिँ अहिले चाहिँ छल्ने कुरो धेरै कसरी चाहिँ सजिलो बनेर बस्ने आफू कसरी छिटो काम सकाउने अनि पैसा राम्रो आउने छिटो काम सकिने र आनन्दले नि भयो हुन त यो यही नै कुरा त हो नि त वर्क लाइफ ब्यालेन्स होइन त्यति गर्नको लागि यत्रो वर्ष लाग्यो एक्सपिरियन्सबाट अर्काको देशमा एक्सपेक्टेसन भन्छ चाहिँ रियालिटी त हुने हुँदैन सुरुमा आउनेलाई त लाउन नि भनेको हुन्छ नि त नेपालबाट आउनेलाई चाहिँ त्यही नै हो मैले कतिचोटि देखाएको छु कि नेपालबाट आउने मान्छेहरू चाहिँ यहाँनिर आउँदाखेरि चाहिँ मसँग कुरा गरेर आउँछ नि त कस्तो छ त्यहाँको इन्भाइरोमेन्ट के छ कस्तो छ भन्दाखेरि ठ्याक्कै एक्सप्लेन गर्न सकिँदैन क्या गाह्रो छ भने के कुराले गाह्रो छ भने किनकि यहाँको मान्छेहरूसँग डिल गर्न गाह्रो हो नि त खैरीहरूसँग डिल गर्न गाह्रो काममा आफ्नो बोन्डिङ बनाउन गाह्रो होइन अब नयाँ देशमा त नयाँ परिवेशसँग आउनु पऱ्यो नि त तपाईँलाई कस्तो लाग्छ नेपालमा काम गर्नु र यो ठाउँमा काम गर्नुमा के फरक जस्तो लाग्छ तपाईँलाई अब यहाँ हामी धेरै सिस्टमेटिक वेमा काम गर्छौँ प्रोसिडियरमा काम गर्छौँ स्टेप बाई स्टेप के भन्छ त्यसलाई प्रोसेस फलो गर्छौँ कुनै पनि काममा होइन अब कुनै नै काममा प्रोसेस फलो गरेर काम गर्नुपर्ने हुन्छ अब आफ्नो कोवर्कर्सहरूसँग त्यही हिसाबमा कम्युनिकेसन पनि राम्रो हुनुपर्छ नत्र भने काम आफैलाई असजिलो हुन्छ काम त्यो चाहिँ अब जस यहाँ सिस्टमेटिक छ सबै कुरा काम गर्न धेरै गाह्रो छैन आनन्द नेपाल जस्तो अब होच्याउने हेप्ने तलोलाई मिच्ने पेल्ने भन्ने कमै हुन्छ अनलेस अब तिमी नेपालीकोमा अलिअलि गर्ने त्यहाँ चाहिँ हल्का फुल्का चाहिँ राजनीति पोलिटिक्स त्यो चाहिँ अब मैले सुनेको छु अब म चाहिँ अलिक मिक्स्ड रेसेसहरूसँग काम गर्ने भएको कारणले गर्दा काला गोरा श्रीलङ्कन इन्डियन भियतनामिज अब यता अफ्रिकन कन्ट्रीका 4-5 देशका मान्छेहरूसँग काम गर्ने भएर त्यति साह्रो अब ल्याङ्ग्वेज ब्यारियर भएर हो कि अब इङ्ग्लिस कमै बोल्ने भएर होला त्यति साह्रो पोलिटिक्स कमै हुन्छ हाम्रोमा चाहिँ त्यो चाहिँ मैले देखेको चाहिँ यो नेपाली तपाईँले भन्नुभयो नि एकदम राइट कुरा हो क्या यो नेपाली बिच हुने बित्तिकै कस्तो हुन्छ भने तपाईँ र म आफैलाई अहिले फर इक्जाम्पल भनौँ तपाईँ र म सँगै काम गर्नु भने चाहिँ ओहो ऊ पनि नेपाली म नेपाली भने चाहिँ उसले हाम्रो कुरो त बाहिर जाने भएन नेपालीमा भएको चाहिँ यसलाई पेल्दियो भने यसले किन भन्छ र भन्ने कुराले उसले पेल्न चाहिँ खोज्छ सिनियरले पोलिटिक्सहरू खेल्न खोज्छ अझ 2-4 जना भयो भने एउटालाई 3 जना मिलेर पेल्ने पनि यो छ स्पेसली जुनियरलाई नयाँ आएकोलाई त्यो पेल्ने अब त्यो नेपालीले जात जनाउँछ भने चाहिँ काम पेल्ने कुनामा लगाएर च्यापिहाल्ने यो परिवेशले चाहिँ अलिकति गाह्रो चाहिँ नयाँ मान्छेलाई गाह्रो बनाउने त्यो कारण पनि हो एउटा त्यो नि कारण हो सुरुमा आउनेलाई अब पेल्या हुन्छ यता नि काम गराएको छ उता नि दौडा सुरुमा आउने बित्तिकै मान्छे डरमा हुन्छ पहिलो पटक त कहाँ हो के हो कसो बस चढ्न आएर आउँदैन होइन कहाँ जाने कहाँ रुट हो म्याप हेर्न आएर आउँदैन एरिया थाहा हुँदैन पसल कहाँ हो तरकारी कहाँ किन्ने ग्रोसरी कहाँ गर्ने होइन धेरै थाहा हुँदैन धेरै कुरो मान्छे अन्यलमा परेर आउँछ काममा जाँदा त त्यही अन्यलले लिएर गएर काममा गएको हुन्छ काममै के गर्ने काममा त्यस्तो बेला त्यस्तो मान्छेलाई पेल्न सजिलो नि हुन्छ गर्छ पनि जे भन्यो नि गर्ने हुन्छ नि त गर्नुहुन्छ पैसाको खाँचो पनि भयो एउटा अनि अलिकति प्रेसर पनि हुन्छ नि अब युनिको प्रेसर हुन्छ यता अब नेपालबाट कस्तो हिसाबमा आएको छ त्यसमा नि प्रेसर हुन्छ त्यो चाहिँ अब लोनहरू छ नि लोनको इन्ट्रेस्ट हुन्छ अब इन्ट्रेस्टै लोनै नआए पनि त अलिकति पैसा उठाउँ भन्ने नि हुन्छ कलेजको फी सँगसँगै तिरौँ भन्ने हुन्छ अब सुरुमा अब धेरै कुराहरू नयाँ चिज चाहिन्छ खर्च धेरै हुन्छ सुरुमा फर्स्ट तपाईँको खर्च हेर्नु न आउने बित्तिकै एउटा सिम चाहिहाल्यो सिम प्लान चाहिहाल्यो अब फोनै नेपालबाट ल्याएको छ भने सिम चाहिन्छ तपाईँको रुम रेन्ट आएको हप्तादेखि सुरु भयो
2 हप्ताको अग्रिम 2 हप्ताको अगाडि अझ 2 हप्ता बोन बोन्ड पनि भनेको चाहिँ अब गिरुई जस्तै के भन्छ त्यसलाई नेपालीमा गिरुई त भन्दैन धरौटी धरौटी हो 2 हप्ताको धरौटी राख्नुपर्छ अनि त्यसपछि तपाईँको बाँकी यहाँको ग्रोसरीहरू गर्नु परिहाल्यो खानु परिहाल्यो भाँडाकुँडा अब नेपालबाट ल्याउनु भए ठिकै छ होइन छैन भने कपडा सपडा जुत्ता सुत्ता उताबाट ल्यायो भने त्यो ठिकै छ यहाँ टिएफएन बनाउनु परिहाल्यो काम गर्नु थाल्नु परिहाल्यो कि त क्यासमै गर्नु पर्यो जहिले अरू त के छ तपाईँको खर्च सुरुमा ब्याङ्क एकाउन्ट पनि बनाउनु पर्यो सुरुमा आउँदाखेरि नर्मली मान्छेहरूले सिरप डस्ना ल्याउँदैन त्यो चाहिँ किन्नै पर्ने अवस्था हुन्छ सिरप डस्ना ल्याउँदैन कमै ल्याउँछ मान्छे तर फेरि त्यसले स्पेस पनि खान्छ लगेजमा क्या भाँडाकुँडामा एउटा प्रेसर कुकर र कराई चाहिँ म्याक्सिमम् मान्छेले ल्याउँछ प्रेसर कुकर र कराई बाँकी भनेको थाल 1-2वटा चम्चा 1-2वटा त्यो म्याक्सिमम् त्यस्तो मलाई एउटा अचम्म कुरा चाहिँ के लाग्छ भन्दा होइन अहिले हामी यो समयमा ल भनौँ न 2015देखि आएको मान्छे 2015 अगाडि आएको मान्छे त अब त्यो बेलासम्म त नेपालीको त चर्को भइसक्यो नि त यहाँ अब भनौँ न आफ्नै टोलमा अस्ट्रेलियाको कति होला नि थुप्रै होला नि अहिले हामीभन्दा पछाडि आउने मान्छे चाहिँ जस्तै 2010भन्दा तल यो 2000तिरको पनि नेपाली आएको होला नि त त्यो बेला कोही नभएको बेलाको अवस्था के थियो होला कि यहाँ त्यो बेला त अब मान्छे पनि कमै थियो भेटिन नि गाह्रै हुन्थ्यो होला अब एउटा भेटिँदा नि खुसी लाग्थ्यो होला नि उनीहरूलाई त है एउटा कहाँ फर्स्ट टाइम मलाई एकजना के भन्थ्यो भने बाटामा बसेर काम गर्न आइज भन्थ्यो अरे अप्लाई गर्न नपर्ने आइज काम गर्न आइज भन्ने रे क्या अहिले मान्छे धेरै भयो अप्लाई गरेर नि काम दिँदैन त्यो बेला इमिग्रेन्ट पनि थोरै थियो होला नि त अब अहिले नेपाल इन्डियाबाट म्यासिभ छ चाइनाबाट उसै म्यासिभ छ फिलिपिन्स यता क्याम्बोडिया श्रीलङ्कन फाटाफुट होइन अरू कुन देश छ अब नजिकका देशहरू मध्येमा अब फिलिपिन भेटनामिज आउँछ अनि म्यानमारबाट पनि आछन् यो लगभग गत 10 वर्ष इन्डियाबाट म्यासिभ भइहाल्यो इन्डियाको त म्यासिभ 60% त इन्डियाबाटै होला इन्डियन नभएको त ठाउँ नै छैन इन्डियाबाट चाहिँ म्यासिभ कारणले गर्दा पनि यहाँ प्लस यिनीहरूले पिआर धेरै छिटो पाएको कारणले गर्दा नि यहाँले हाउसिङ क्राइसिस नै भइरहेको त्यो सबैले न्युजमा सुनिरहेकै होला हाउसिङ क्राइसिस रेन्ट क्राइसिस त्यसले गर्दाखेरि नि नयाँ आउने मान्छेलाई रेन्ट गर्न नि गाह्रो हो होइन रुममै बस्नुपर्छ कि त सेयरिङमा बस्नु पऱ्यो आफ्नै लिएर बस्नु भनेको चाहिँ सपनै हुने भयो सुरुमा त गाह्रै छ होइन धेरैको गाह्रो छ त्यसको मैले पैसा मात्रै भएर भएन त्यसको लागि एक्सपिरियन्स पनि चाहिन्छ सबै कुरा रेफरेन्स पनि चाहिन्छ कमाइ पनि देखाउनु पर्यो हिस्ट्री पनि चाहियो मेन भनेको त्यतिकै त कहाँ पाइन्छ मैले पहिला ग्लेन साइडमा रुम लिने बेला त्यो युनिट मैले अप्लाई गर्दा नपाएर म सिधै ल्यान्डलोडसँग कुरा गर्नुभयो ल है हजुर ल मेरो त यस्तो छ सिनारियो होइन छ भने मलाई दे मसँग डकुमेन्टहरू सबै छ के गर्ने हो भनेर उहाँ गर्दाखेरि ल मलाई क्यास इन ह्यान्ड दे तँलाई अहिले कहिले युनिट दिन्छु भनेको उसलाई ट्याक्स चल्न पाइयो नि त ब्याङ्क अकाउन्टमा ट्रान्सफर गर्यो भने त ट्याक्स दिनु पर्यो उनीहरूले क्यास इन ह्यान्ड पनि लिनु मिल्दो रहेछ नि त अब हुन्छ भन्यो भने त हुन्छ युनिट त पाएँ मैले होइन अब क्यास इन ह्यान्डै दिन्छु भन्थेँ मैले त्यसरी युनिट पाएँ मैले नभए त कहाँ न त सुरुमा गाह्रै हुन्छ सुरुमा त अब अलिक एफोर्ड पनि गर्न सकिन्न नि त सुरुमा मलाई चाहिँ कस्तो लाग्यो भने मैले केही वर्ष चाहिँ म सिङ्गल लाइफ बिताएको थिएँ भनौँ न आउनु बित्तिकै त म सिङ्गल आएको थिएँ नि त केटाहरूसँग 2 बेडरुम युनिटमा 3-4जना मजाले बसेको अलिकति प्राइभेसी भएन क्या त्यो बेला चाहिँ मलाई चाहिँ सबभन्दा गाह्रो लागेको थियो क्या सरसफाइ गर्न नि झ्याउ होइन अब सबैजना काममा हिँडेर बानी अब केटाहरू केटा बसेपछि अलि घरको अलि इन्भाइरोमेन्ट त अर्कै भइहाल्छ त्यही केटी बसे जस्तो त कहाँ हुन्छ केटी भएपछि त्यही अनुसार सरसफाइ हुनु पर्यो जो सरसफाइहरू हुन्छ अलिकति प्रपर हुन्छ खानासानाको व्यवस्था पनि हुन्छ अलिकति रुटिनमा हाइजेनिक पनि हुन्छ बढ्छ हाइजेनिक बढ्छ त्यो त्यति हुँदाखेरि चाहिँ जो मैले युनिट सरेपछि चाहिँ जो मलाई एकदम आनन्द भयो आफ्नो स्पेस तपाईँको पैसा तिरे अनुसारको मान्छेले मेन्टल्ली स्ट्रेस फ्री क्या तपाईँको भनौँ न म कामबाट थाकेर आउँदाखेरि घरमा जाँदा अब केटाहरू बियर सियर खाइरहेछन् बसिरहेछन् होइन पुरै पार्टी चलिरहेको कहिले गाँजा गुजुङ पनि नचाहिने क्या घरमा आएपछि रिल्याक्स बस्न मलाई क्या आफ्नो स्पेसमा क्या अब त्यही ढोका थुनेर बसाउने नि गाँजा गुजुङ आवाज आइरहेको हुन्छ होइन टक्क आफ्नो युनिटमा गएपछि त चट्ट त्यहाँ त अब किचन लाउन्ज पिस अफ माइन्ड जे गरेर बरु 200 एक्स्ट्रा तिर्नु हुन्छ तपाईँले होइन तर 200मा तपाईँले वर्थ इट हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ आफ्नो स्पेस किनकि यो ठाउँमा मेन्टल हेल्थ पनि इम्पोर्टेन्ट हो धेरै इम्पोर्टेन्ट छ अब यो आएको 1 वर्षसम्म त अब बस्नै पर्यो स्टुडेन्ट लाइफ हुन्जेलसम्म यताउता आफू अलिक स्टेबल भएपछि इन्कम आफ्नो त्यही अनुसार जेनेरेट भएपछि चाहिँ आफ्नै युनिट लिएर बस्दा पिस अफ माइन्ड पनि हुन्छ आफूलाई फ्रिडम पनि हुन्छ धेरै कुरामा सजिलो पनि हुन्छ अरूको अलिकति अर्को अन्डरमा बस्दा अलिक केयरकार पनि सहनु परेन त्यो पनि आफ्नै हिसाबले आफ्नै वेमा काम गर्न मिल्यो आफ्नै वेमा
लाइफ चलाउनु मिल्यो नि त आफ्नै तर यो ठाउँमा त्यही हो क्या दाइ मैले चाहिँ जे जस्तो भने नि जति मिहिनेत गरौँ पिस अफ माइन्ड चाहिँ एकदम इम्पोर्टेन्ट होइन तपाईँको आफ्नो जिन्दगीमा शान्ति भएन भने मान्छेलाई अगाडि बढ्न गाह्रो छ यहाँ भनौँ न तपाईँ आज 12 घन्टे 15 घन्टे सिफ्ट गरेर आउनु भएन घर जाँदा शान्ति छैन सुत्नु सक्नु भएन भने भोलिकोदेखिको तपाईँको जिन्दगी बिग्रिन्छ यहाँ मैले अलिकति नयाँ चिज देखेको यहाँ डिभोर्स केस पनि धेरै छ अस्ट्रेलियामा हो मैले एक्सपिरियन्स गरेर सुनेअनुसार चाहिँ यहाँ बुढाबुढीको धेरैको डिभोर्स भएको नेपालको डिभोर्स रेट र यहाँको डिभोर्स रेट धेरै हाई छ यहाँको केले गर्दा होला जस्तो लाग्छ होला अब यही वर्क मनी हो तपाईँले ठ्याक्कै त्यही कुरा गर्नुभयो क्या मान्छे काममै व्यस्त भइदियो कि काममा बढी व्यस्त हुने घरमा बुढामा त बुढी छैन बुढीमा त बुढो छैन अब यहाँ बिग्रिनलाई धेरै स्पेस पनि भयो पैसा पनि धेरै चाहिने भएको कारणले गर्दा एकरो भयो मान्छे पैसामा होइन एउटा यसरी हेरौँ न तपाईँले पैसा मात्र फोकस गर्नु भने पैसै घर आयो परिवार फोकस गर्नु भने परिवार पनि आयो होइन जे फोकस गर्नुभयो त्यो त आउँछ नि त मान्छेले धेरै जसो चाहिँ यो पैसा र पोजिसन धेरै फोकस गरेर आफ्नो जिन्दगीलाई चाहिँ टाइम दिन बिर्स्यो जस्तो लाग्यो बिर्स्यो गाह्रो पनि छ समय दिनलाई अब कामै अब पैसै धेरै चाहिने कि अस्ट्रेलिया बसेपछि पैसै धेरै चाहिने खर्च पनि छ हो त्यो चाहिँ हो अब मान्छेले देख्दा चाहिँ रमाइलो जस्तो लाग्छ होला सोच रमाइलो त रमाइलो पनि छ तर मान्छे तर्छ लाने सोचेको जतिको रमाइलो चाहिँ छैन छैन मैले नि हेरेँ होइन हेरेँ क्या मलाई यो जुन चाहिँ अस्ट्रेलियन गभर्मेन्ट छ नि यिनीहरूले यो इन्फ्लेसन बढाएर चाहिँ तपाईँको महँगाई त्यतिकै महँगाई त बढेको छ हेर्नु मैले 2-3 वर्ष अगाडि मैले त्यो जुन चाहिँ क्यासमा रेन्ट तिरेको थिएँ नि त्यहाँनिर कति रहेको थाहा छ होला 300 रुपियाँ मैले छोडेको 2 वर्षपछि कतिमा छोडेको थाहा छ होला 450 रुपियाँमा छोडेको मैले अनि त त्यो बढेको हेर्नु नि त रेसियो होइन हामी त बुढा र बुढी बसेको थियौँ त्यो त ठिकै छ एक्लैले त कसरी गर्ने सक्दैन गाह्रो छ अब यो सरकारले जुन हिसाबमा पे रेट बढायो जस्तो तलब बढायो भनौँ न एक हिसाबले पर आवर पैसा बढायो त्यही अनुसारको इन्फ्लेसन छैन त्यही इन्फ्लेसन धेरै आइछ तपाईँको अस्तिको रिसेन्ट मैले एउटा रिसर्चमा हेरेको होइन तपाईँको 1995 देखि 1998 को अस्ट्रेलियाको फर्टिलिटी रेट 3.8 रहेछ त्यो हेरेको थिएँ मैले होइन त्यसपछि रिसेन्टली कम हुँदा हुँदै अहिले त 1.5 कति छ क्या त्यो अब अहिले तिम्रो हरेक परिवारले 2टा बच्चा त नभनौँ 2टा बच्चा भन्दा मुनि छैन जन्माएको छैन कसरी जन्माउने त खर्च कसरी हेर्ने हो त्यसमै देखायो त्यस्तै कुरा होइन खर्च गर्नलाई गाह्रो छैन एउटा परिवारले अब राम्रो दुःख नगरिकन घर किन्ने अलिक खर्च बढाउने बालबच्चा मान्छेलाई मानसिक तनाव धेरै भएपछि मान्छेको बच्चै नहुने केस कति छ क्या छैन र कसरी गर्ने अब मान्छेले 2टा काम नभइकन यहाँनिर ठेक्नै गाह्रो छ अब त्यो चाहिँ 2टा काम चाहिँ म भन्दिनँ होइन तपाईँको त अहिले हाम्रो बुढाबुढी भएर त भयो तर सिङ्गल लाइफलाई चाहिँ अब मैले चाहिँ यो कुन हिसाबमा ल्याएको छु अस्ट्रेलियालाई भने कस्तो लाइफ जिउने त्यही अनुसार काम पैसा कमाउनु चाहिन्छ ठिक त्यो पनि राइट अब हामी 6-7 वर्षमा अब एक्सपेक्टेसन बढ्दै आयो कि स्टेबल ठाउँमा पुग्यौँ होला अब घर लियौँ होला गाडी लियौँ होला तर त्यसको लागि त धेरै टाइम वेस्ट भयो नि त काममा किन अहिले त तपाईँको मलाई कस्तो लाग्छ भन्दै होइन पहिला मलाई काममा चाहिँ कहिले काम सिद्धेला होइन घर जाउँला मजाले रुममा बसौँला टिभी हेरौँला युट्युब हेरौँला भन्ने हुन्थ्यो अहिले घर लियो सबै कुरो भयो गाडी भयो अब मलाई काममा के छ भने कति चाहिँ मैले आवर बढी गर्न सक्छु यहाँनिर होइन पैसा कति आउँछ मैले रिपेमेन्ट कति छिटो तिर्न सक्छु मैले बुढाइले एक्लैले पेमेन्ट तिर्न सक्छु कि सक्दिनँ दिमागमा त्यति मात्र त्यसैले पुस गरेर राखेँ पैसाले अब त्यही त यहाँ मेन भनेको पैसाले गर्दा हो त्यही त अब कसरी कुन वेमा अब जस्तो यहाँ यस्तो अलिकति घर नलिने गाडी साडी बेसिक लाइफ मैले पहिला भनेको थिएन होइन अगाडि बढ्नै पर्ने रे होइन भोलि आज अगाडि बढ्नु भएन भने भोलि केटाहरू सर्कलमा तपाईँ गइसकेपछि अरू सबैजनाले त्यही कुरो गर्छन् एउटा कसैको बच्चा भयो कसैको घर भयो कसैको गाडी भयो कसैले इन्भेस्टमेन्ट प्रपर्टी लिए भोलि त्यहाँ बस्दाखेरि आफ्नो केही पनि भएन भने त भात परिन्छ होइन अब सर्कलमै त्यस्तै छ क्या त हाम्रो पियर प्रेसरमै त्यस्तै छ क्या सर्कलमा त्यही पेसमा हिँड्नु पर्ने हुन्छ होइन भोलि त्यहाँ समाजमा त बस्नै पर्यो अगाडि बढ्नै पर्ने रे त्यही पेसमा तिमी दौडिँदाखेरि अनि अब यो त्यही भएर हिसाबले अलिक कामहरू धेरै गरिन्छ अनि त्यही हिसाबमा टाइम जति म्याक्सिमम टाइम अलमोस्ट कति 80% टाइम त काममै बित्छ होला हाम्रो त हामी घरमा कहिले काहीँ मात्र हुने क्या र सुत्ने त नगर्नौँ होइन तपाईँ त नाइट ड्युटी गर्नुहुन्छ त्यो होइन त्यो होइन ओभरअल टाइम स्पेन्डिङ हाउसमा सुत्ने बाहेक सुत्ने त सुतिहाल्छ सुत्ने हो नि हो त्यो त त्यसलाई टाइम स्पेन्ड नगर्नु काम बिहान उठेदेखि बेलुका नसुत्नेसम्मको सपोज 12 घन्टा ग्यापमा
अब 8 घन्टाको सिफ्ट हुन्छ नर्मली मान्छेको, जान 1 घन्टा अगाडि निस्किनु पऱ्यो, आउँदाखेरि 1 घन्टा वेस्ट भइहाल्छ भनेपछि त 8, 9, 10 त त्यहीँ ट्राभलमा नै गइरहेको टाइम ट्राभल, त्यही ट्राभल अप एन्ड डाउन काम भनेपछि त्यही 2 घन्टा मात्रै बाँकी भयो 12 घन्टामा त। 12 घन्टा सेट। त्यो त रेसियोमा हेर्ने हो भने त अझै 80% माथि पुग्यो, 85, 87 तिर पुग्यो। घर आयो खानासाना खानु पर्यो होइन, सुत्ने बेला कति गर्छ, नुहाइधुवाइ गर्नु यसो पऱ्यो, फोन घुमाउनु फोन पनि पर्यो घुमाउनु पऱ्यो होइन। यताउता गर्दा त आफ्नो लागि सोच्ने त अलिक कम टाइम त कमै छ। पहिला घरमा बस्दा बाउ बिहान 7 बजे हिँडे जस्तो लाग्थ्यो, अहिले 7 बजे हिँड्ने त आफै रहेछु। टाइम चाहिँ धेरै कम छ अहिले आफ्नो उसलाई गाह्रो छ क्या। तपाईँ अगाडि नि बढ्नु पर्यो होइन, काम पनि गर्नु पर्यो होइन, परिवार पनि हेर्नु पर्यो होइन। यसले गर्दा चाहिँ तपाईँको चाहिँ जिन्दगी यसरी नै नेपालको के अरे ऊ पनि त मिट गर्नु पर्यो नि त। नेपालको एक्सप्रेसनहरू नेपालमा के गर्दा छोरो भने यस्तो गर्यो ल, यति गरिसक्यो कस्तो टेन्सन छ है। अरूको देश आयो त हुन्छ हुँदैन थाहा, सबै नेपालमा त हेर्छ त्यहाँ त्यो धिदा लगेको छोरोलाई त्यसले त्यस्तो गरिसक्यो भनेपछि अर्कोलाई प्रेसर। जहाँ पनि यस्तै छ, क्यानाडा पनि सायद त्यही पनि हो। क्यानाडा, अस्ट्रेलिया, युके, जापान, अब अहिले मोस्टली जाने जापानमा नि धेरै नेपाल छ हो। अस्ट्रेलियालाई भेट्न लागिसक्यो भन्ने सुनेको थिएँ मैले। जापानमा तपाईँको यस्तो नि त, तपाईँको अस्ट्रेलिया युके कतैतिर नलागे जापान जाने नि हो। युके पनि धेरै, युके अहिले फर्स्ट प्रायोरिटी त अस्ट्रेलिया होला सायद नेपालमा। क्यानाडा चाहिँ अलिक खस्केको भन्ने न्युजहरू आएको थियो। क्यानाडामा चाहिँ के चिसोले कि काम नपाउने रे, काम नपाउने अनि अब म जान्छु भनेर काममा जाने, भिड हुने, लाइन धेरै हुने एउटा नर्मल कामको लागि। त्यो अहिले होइन अलिकति 1 वर्ष अगाडिको कुरो होला, त्यस्तो न्युजहरू आइरहेको थियो। क्यानाडामा कमै होला अहिले जाने चाहिँ। अब अहिले जाने भनेको अस्ट्रेलिया, पछि यता युके भयो भने जापान, अब कोरिया जाने त त्यत्तिकै छँदैछ मान्छे। तर मान्छे जुन देश पनि गएको चाहिँ रहेछ नेपाली, लिथुनिया सिथुनिया भनेर मैले त कतिवटा देश पनि अहिले अब युरोप पनि पहिला लिथुनिया भन्ने देशै थाहा थिएन रहेछ छ। अहिले अब युरोपमा पनि धेरै काम वर्किङ भिजा भनौँ न, स्टुडेन्टमा त कमै जान्छन्। वर्किङ भिजामा चाहिँ अब दुबई, कतार, यता साउदी, ओमान नगइकन त्यतातिर, किनकि अलिकति पैसा, युरोपियन लाइफस्टाइल पनि भयो, अलिकति पैसा पनि राम्रो, जस $1,00,000 1 लाख नेपाली भनौँ न कमाइ। तपाईँको यो युरोपियन कन्ट्रिजहरूमा बस्ने एउटा फाइदा पनि के रहेछ भने तपाईँको एउटा कन्ट्रीमा बस्नुभयो भने तपाईँले बाँकी सबै देशको घुम्नु पाउनु, युको युनियनको सबै कन्ट्रीमा ट्राभल गर्न सक्छ। पाइँदै लगभग तपाईँ धेरै कन्ट्री भ्याउनु भयो नि त त्यसमा। थुप्रो छन् त्यहाँ कन्ट्री, कम छ अब टन्नै छ नि कन्ट्री त। स्पेन, इटली, लाटभिया, माल्टा, जर्मनी, फ्रान्स, अरू कुन छ थुप्रो छ नि, लक्जमबर्ग, इङ्ल्यान्ड त निक्लिसक्यो, युके त निक्लिसक्यो युरोपियनबाट। अनि थुप्रो छ, लगभग 15-16 देश छ त्यहाँ। त्यस्तोमा बस्न चाहिँ अलिक घुम्नको लागि चाहिँ राम्रै हो। तर ओभरअल जस हाम्रो आजको टपिकमा होइन, जे पनि अब एन्डमा आउँदाखेरि चाहिँ तपाईँको केही छ रेकमेन्डेसन नयाँ मान्छे आउनलाई? अब नयाँ मान्छेको लागि चाहिँ हामी नेक्स्ट भिडियोमा, नेक्स्ट एपिसोडमा विस्तृत जानकारीको सहित यहाँ आउने कसरी, यहाँको के हुन्छ, कस्तो छ सिस्टम, कसरी गइन्छ, यस्तो छ एक्सपेक्टेसन सबै पुरा आउने गरी कुनै पनि क्वेसनको एन्सर बाँकी सब एन्सर नराखिकन सबको एन्सर दिने हिसाबले कोसिस गर्नेछौँ। त्यो हिसाबले चाहिँ हामी सबै एउटा तयार गरेर नेक्स्ट एपिसोडमा चाहिँ बेसिकल्ली स्पेसिफिक नयाँ स्टुडेन्ट आउनेको लागि चाहिने इन्फर्मेसन, जानकारीको लागि चाहिँ एउटा राम्रो अर्को हामी पोडकास्टमा सबै कुरा गर्नेछौँ यसको बारेमा। ठिकै छ, हुन्छ ल। हामी चाहिँ अब अर्को पोडकास्टमा चाहिँ हामीले यो विषयमा पनि थोरै केही चर्चाहरू गर्छौँ होइन। त्यसको लागि मैले अरू पनि नयाँ मान्छेहरूलाई नि बोलाउँछु, नयाँ हामी कुराहरूमा पोडकास्ट अझै गराउँछौँ। त्यही भएर आजको फर्स्ट एपिसोड चाहिँ कस्तो लाग्यो तपाईँलाई? कस्तो लाग्यो? फर्स्ट एपिसोडमा रमाइलो भयो। अहिले म क्यामेरा साई मान्छे हो, तर ठिकै रमाइलो राम्रै भयो। तर हामी नेक्स्ट एपिसोडमा चाहिँ 2 जना एक्सपिरियन्स, 1 जना नयाँ न्यू कमरलाई राखेर पोडकास्ट गर्दा झन् रमाइलो हुन्छ जस्तो लाग्यो मलाई। मिल्दैन नि त, माइक त 2टा मात्रै छ। त्यो पनि हो, तर मिलाउने कोसिस गर्नु छ हामी, किनकि नयाँ स्टुडेन्टको भ्यू बरु एउटा भर्खरै आएको मान्छेको भ्यू र होइन एक्सपिरियन्सको भ्यूमा नि कडा हुन्छ। 6 महिना 7 महिना 1 वर्ष भनौँ न ल, म्याक्स 1 वर्षसम्म भनेको नयाँ एउटा चाहिँ कडा सिनारी हुन्छ कि होइन त उनीहरूको। किनकि हामी 5-6 वर्ष अगाडि आउँदाको सिनेरियो र ऊ अहिले आएको सिनेरियोमा कन्टेक्स्ट कस्तो हुन्छ, यो न्यू कमरलाई झन् इन्फर्मेटिभ हुन्छ।
हुन्छ किनकि हामीले दिएको इन्फर्मेसन अलिकति पुरानो नै हुनसक्छ। उनीहरूले चाहिँ जस अलि अर्ग्यानिक पारामा चाहिँ उनीहरूले भन्छन् नि त, किनकि यहाँ आउँदा यस्तो भइरहेछ, मेरो अहिलेको करेन्ट लाइफै यस्तो भइरहेछ भने हुन्छ नि, किन घरमा बस्ने घरमा तनाव हुनसक्छ होइन। उनीहरूलाई चाहिँ अब भनौँ न सरसफाइको कुरामा, किनकि यहाँ त अब इन्सपेक्सनहरू आउँछ होला, त्यस्तो कुराहरूमा अलिकति थाहा नहुनसक्छ तपाईँको बेसिक कुराहरू। त्यो अर्को टपिकमा चाहिँ हामी एकदम सबै कुरा बेसिक कभर गर्ने हिसाबले जस अस्ट्रेलियामा चाहिँ यहाँ आउने बित्तिकै सबै थाहा भन्ने टाइपको बनाउनु मिल्ने, यहाँ यस्तो हुँदो रहेछ, घर यसरी सफा गर्नुपर्छ, यहाँ यस्तो हुँदो रहेछ, काम यसरी खोज्ने एकदम रहेछ, माइनर कुराहरू लिएर सानो मसिनो कुराबाट हामी गऱ्यो भने सायद हाम्रो नयाँ भ्युवरहरूलाई नयाँ अस्ट्रेलियाको बारेमा खोज्नेहरूलाई कन्सल्टेन्सी धाउनै नपर्ने हिसाबले त्यस्तो कन्सल्टेन्सी नै यही ल्याइदिनु है, कन्सल्टेन्सी धाउनै नपर्ने स्टाइलले हामी सानो कुराहरूको डिटेल दिन्छौँ। हुन्छ ल, धन्यवाद सबैजनाहरूलाई हाम्रो यो कुराकानी सुनिदिनु भएकोमा। र अगाडि आउँदा हामीले अझै पनि रमाइला कुराहरू ल्याउनेछौँ। केही तपाईँहरूलाई भावनाहरू छ, केही हामीलाई सन्देश पठाउनु छ भने कमेन्टमा लेख्नुहोस् होइन। अदरवाइज मैले मेरो इमेल एड्रेस पनि राख्नेछु, त्यसमा पनि तपाईँको आफ्नो जानकारीहरू दिन सक्नुहुन्छ मलाई। आजको लागि बिदाइ दिनु हामीलाई, हामी फेरि आउनेछौँ। नमस्कार, टाटा, बाई।